जेठको 13 गते शनि जयन्तीको दिनबाट यो 5 राशि हुने व्यक्तिहरू विशेष रूपमा शक्तिशाली हुँदैछन्। यो 5 राशि हुने व्यक्तिहरूले शनि ग्रहको असीम कृपा प्रसाद प्राप्त गर्दैछन्। शनि ग्रहको कृपाले अहिलेसम्म नबनेका कामहरू बन्न सक्छन्। सोचेका आँटेका सम्पूर्ण कार्यहरू बन्छन्। अहिलेसम्म दुःख कष्ट रोग ऋण शत्रुहरू थिए भने शनि ग्रहको कृपाले त्यो सम्पूर्ण चिजहरू समाप्त हुन्छ। अब हजुरको साथमा धेरै राम्रो हुनेवाला छ। हजुरको भाग्यले चाहिँ हजुरको साथ दिनेछ। जुन काम पनि हजुरको सरासर बन्न सक्छ, किनभने शनि ग्रहले कृपा गरे भने सम्पूर्ण दुःख कष्ट हर्नुहुन्छ। यो 5 राशिहरू कुन कुन हो त भन्दाखेरि कुम्भ, मीन, मेष, सिंह र धनु राशि। कुम्भ राशिलाई अन्त्य 7.5 छ, मीनलाई मध्य 7.5 छ, मेष राशिलाई चाहिँ आद्य 7.5 छ भने सिंह र धनु राशिलाई अढैया चलिरहेको छ शनि ग्रहको। शनि ग्रहको प्लेसमेन्ट हजुरको कुण्डलीमा राम्रो छैन, शनि ग्रह चाहिँ नीच अवस्थामा हुनुहुन्छ या चाहिँ अशुभ अवस्थामा हुनुहुन्छ भने चाहिँ हजुरलाई विशेष कृपा शनि ग्रहको मिल्ने छैन। एकपटक राम्रो ज्योतिषसँग चिनाएर आएर शनि ग्रहको प्लेसमेन्टहरू जानेर त्यही अनुसारले शनि जयन्तीको दिन उपायहरू गर्नुहोला। उपाय चाहिँ मैले अर्को भिडियोमा दिएको छु। हजुरको शनि ग्रहको प्लेसमेन्ट राम्रो छ, स्थिति राम्रो छ भने, शुभ हुनुहुन्छ, उच्चको हुनुहुन्छ भने शनि जयन्तीको दिनबाट हजुरको किस्मतको चाहिँ ताला खुल्नेवाला छ भन्ने बुझ्नु होला। अब हजुरको भाग्य उदय हुन्छ।